हेलो गाइज, वेलकम टु मिनी ब्लग। गाइज म चाहिँ आज बस्तु चराउन आएको छु है। हिजो त्यही बाख्रा चराउन आएको थिएँ, आज त्यही गोरुहरू चराउन आएको छु गाइज म है। यति बेला 4 बजेर त्यही 15-16 मिनट गयो होइन। म चाहिँ जङ्गलको बिचतिर छु गाइज, हेर्न सक्नुहुन्छ यति बेलाको अवस्था। पानी पर्ला जस्तो भइरहेछ होइन। यतातिर चाहिँ म चाहिँ अस्ति आएको थिएँ काठमाडौँबाट गाउँको लागि होइन। अनि गाउँमा आएर चाहिँ के काम गर्नुपर्छ भने त त्यो त अब तपाईँहरू थाहा हुँदैन। किसानीको छोराहरू भएपछि त अब थाहा हुन्छ होइन। छोराछोरी भएपछि चाहिँ यतातिर चाहिँ अहिले पानी पर्न लागिरहेको छ, गाडङगुडुङ गइरहेको छ, आकाश गर्जिरहेको छ हल्का फुल्का होइन। देख्न सक्नुहुन्छ मोबाइल पक्रिन बहुत गाह्रो भएको छ मलाई है। यता त्यो साइडतिर चाहिँ पानी पर्दैछ गाइज, उता साइडतिर है त्यही गाडङगुडुङ गरेर पानी परिरहेको छ। म चाहिँ बस्तु चराउन आएको छु, बस्तीको साइडमा छ। अनि अहिले चाहिँ हाम्रो के हुँदैछ भने अब त्यही त हो नि गाइज, गाउँतिरको हालत अब त्यही बुझ्नुहुन्छ होला हजुरहरूले नि। त्यही खेती किसानीहरू कोदोहरू लाउने बेला, अब धमाधम खेत गर्ने बेला त्यही भइरहेछ है हाम्रो गाउँमा चाहिँ। अन्त पनि त्यही भएको होला, हाम्रो ठाउँतिर चाहिँ अहिले कोदो रोपाइ र अनि खेत गर्ने चाहिँ धमाधम मेला चलिरहेको छ गाइज। म त्यही मेला हिँड्दैन खासै होइन। म मेला हिँड्यो भने त असारमा अब त्यही खेत रोपाइँतिर हो, अरू बेला मेला हिँड्दैन गाइज म चाहिँ होइन। मलाई कोदोबारी हल्का फुल्का खन्न त आउँछ, तर मेला हिँड्न सक्दैन म, किनकि कोदोबारीमा त अब मकैभित्र हुन्छ नि त। मकैले धेरै नै पाक्छ पनि। अनि अर्को कुरा चाहिँ गाइज मलाई मेला हिँड्न चाहिँ लाज लाग्छ गाइज। हामीले चाहिँ अस्ति कोदो रोपेको थिएँ है। यो कोदो रोपेको खेत यहाँ बारी छ, अनि माथि छ बारी। यति हाम्रो बारी रहेको छ गाइज, यहाँनिर त्यो देख्न सक्नुहुन्छ। म चाहिँ कोदो हिँडिरहेको छु है। मेरो गोरु त्यो उता छ, एउटा तल छ, एउटा त्यहाँ छ। म चाहिँ गोरु चराउन आएको छु है, देख्न सक्नुहुन्छ। यो त्यहाँ हाम्रो सिन्धुपाल्चोक जिल्ला मेलम्ची झेमिरे शिवचोक गाइज। शिवचोक भनेपछि बुझ्नुहोस् न, गुफा डाँडा गाइज। त्यो रुखले हल्का छेक्छ होइन, साइडबाट देखिन्छ। गुफा डाँडा देख्न सक्नुहुन्छ, हल्का छेकिन्छ। म देखाउँछु तर पनि ऊ त्यो माथिको देखेको त्यो जुन देखेको डाँडा त्यो गुफा डाँडा हो। गुफा डाँडाको बिल्डिङ त्यहाँ छ। अनि गाइज यो पारिपट्टि चाहिँ के भन्छ नि त्यो नागी डाँडा गाइज। जुन डाँडोको माथि साइडमा एउटा जस्तालाको घर जस्तो देखिन्छ नि यहाँबाट, त्यो चाहिँ हाम्रो नागी डाँडा भन्ने ठाउँ है। नागी डाँडा यता पुराना गाउँ। अनि तल गएर चाहिँ साइडमा पानी पर्ला जस्तो भइरहेछ गाइज है। त्यो हिमालपट्टि साइडको त्यो भोताङबाट 5 पोखरी साइडमा चाहिँ अहिले पानी परिरहेको छ है। देख्न सक्नुहुन्छ लाङ्गर्चे घुन्सा भोताङ। यो चाहिँ हाम्रो यता सिन्धुपाल्चोक जिल्ला है गाइज। सिन्धुपाल्चोक जिल्ला गुफा डाँडा मुनि ठ्याक्कै माथि दोस्रो लुम्बिनीबाट पनि पानी आइरहेछ गाइज है, देख्न सक्नुहुन्छ। लुम्बिनीबाट पनि पानी परिरहेको छ अहिले चाहिँ। अनि यता यो 5 पोखरी त पुरै ढाकेर आएको छ पानीले है। अनि यता के अरे जतन बरुवानी पानी परिरहेछ गाइज अहिले चाहिँ है, देख्न सक्नुहुन्छ। म चाहिँ बस्तु चराउन आएको थिएँ, जुन अहिले चाहिँ म चाहिँ अब आधी घन्टापछि चाहिँ बस्तु लगाएर बाँध्नेवाला छु होइन। त्यसपछि घर गएर चाहिँ चास लगाएर चाहिँ अनि अरू काम गर्छु होला भन्ने कुरा चाहिँ हो। तर लाइन छ भने चाहिँ, लाइन छैन भने फेरि गाह्रो हुन्छ। नाइटमा फेरि गेम नखेले निन्द्रै लाग्दैन, अनि मोबाइल नहेरे त निन्द्रै लाग्दैन झन्। मोबाइलमा चार्ज पनि कम छ। देख्न सक्नुहुन्छ गाइज अहिलेको अवस्था यस्तो छ है। हाम्रोतिर चाहिँ पानी परिरहेछ। यो चाहिँ यति बेला 4:28 दिउँसोको 4:28 ऊ हो यो चाहिँ गाइज भ्यू। यता साइडमा चाहिँ पानी परिरहेको छ अहिले होइन। अनि हाम्रो यता साइडबाट पनि पानी आइरहेछ, लुम्बिनीबाट गुफा डाँडा लुम्बिनीबाट चाहिँ पानी परिरहेको छ है, दोस्रो लुम्बिनी हुँदै। यो लाङ्गर्चेमा त छैन एरियामा होइन पानी।
अनि गएर फेरि उता गुन्सा ढाप अनि भोताङको साइडमा झन् पानी परिरहेछ मजाले होइन पुरै सेत्तामै भएर आइरहेछ पानी क्या यता बरुवा जतन उता खै के ठाउँ भन्थ्यो त्यो ठाउँको नाम खासै याद भएन होइन त्यो ठाउँमा नि पानी परिरहेछ अहिले चाहिँ लगायत मेरो त्यो खेत यही हो है देख्न सक्नुहुन्छ यो बारी रहेको छ अस्ति यो नि रोप्नु भएको होइन अनि खेत त यहाँबाट माथि त्यो कटेजभन्दा नि माथिसम्म छ त्यो माथि देखेको रुख छ नि त्यसको हल्का माथिल्लोसम्म छ बारी दुईवटा घर छ बारी त्यही होइन 2 मेलो अनि खेत छ सब खेत रहेको छ अनि मेरो घर चाहिँ गाइस यो जुन यो छ नि यो रुखको सिधा तल गएपछि एउटा ठुलो रुख देखिन्छ त्यसको त्यो ठ्याक्कै उतापट्टि मेरो घर रहेको छ गाइस देख्न सक्नुहुन्छ म त यति बेला बस्तु चराउन आएको छु यता चाहिँ गाउँतिरको दाजुभाइको घर हो अहिले जुन तपाईँहरूले भन्न सक्नुहुन्छ सोध्न सक्नुहुन्छ यो टोल चाहिँ कुन टोल हो भन्दा चाहिँ पुरी टोल हो गाइस है त्यहाँ कोदो रोपाइँ चलिरहेको छ त्यो रोडको ठ्याक्कै मुनारी कोदो रोपाइँ चलिरहेको छ यता माथि त्यहाँ खतरा पहिरो बगेको क्या गाइस ऊ यहाँ तलदेखिबाट बगेको पहिरो छ नि त्यो तलको रोडदेखिबाट बगेको पहिरो ऊ माथिसम्म बगेको छ त्यो गोठपासम्म लगायत यो त्यहाँ हाम्रो सिन्धुपाल्चोकको भ्यू हो अहिलेको मौसम यस्तो रहेको छ गाइस पानी छिटाइराखेको छ देख्न सक्नुहुन्छ हल्का तप पानी चुहिरहेको छ जस्तामा चुहिन्छ नि त्यो अनुभवले चुहिरहेको छ पानी अनि गाइस म चाहिँ अब बस्तु लगाएर बान्नेवाला छु होइन देख्न सक्नुहुन्छ यो चाहिँ कोदोमा चाहिँ म हिँडिरहेको छु अब अस्ति भर्खर कोदो रोपेको आज म हिँड्दैछु केही हुन त अलिअलि हिँड्दा होइन यहाँ अहिले जुन अहिले मेरो बस्तु ल्याएर कोदो पनि ओखलेछ यति चाहिँ कुल्चेछ मार्छन् मलाई घरमा है अब मैले खासै लाउनु त नहुने म तल थिएँ आएछ त के गल्ती मेरो होइन त्यसमा अब म चाहिँ बस्तु बान्नेवाला छु गाइस पानी आए मास्टिक साइडबाट नि यहाँ रहेको छ यो चाहिँ हाम्रो जुन अहिले देखेको गाइस यो जङ्गल चाहिँ हाम्रो गोठको ठ्याक्कै नजिकैको जङ्गल हो यतातिर चाहिँ बाघहरू नि भेटिन्छ हिजो चाहिँ बाघले बाख्रा खायो अरे यता माथितिरको बाघहरूको चराउन लगेको ठाउँमा बान्न ल्याएको ठाउँमा अब गोठभित्रबाट गोठ बाहिरबाट बाघले बाख्रा उठाएर लग्यो अरे भन्ने कुरा पनि सुन्नमा आएको थियो गाइस मैले हिजो बाख्रा चराउन आएको थिएँ त्यही भएर आज चाहिँ म बस्तु चराउन आएको छु कि गाइस यति बेला होइन प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ बाटो छैन यस्तो भिरै हाम फाल्नुपर्छ लडियो भने खुट्टा भाँचिन्छ ओ भाइ हिँडे उले उले टोलाएर बस्छ यार अन्त गाइस मेरो त्यो गोरु रहेको छ हिँड ल गाइस एउटा त हिँड भन्ने साथै हिँड्नेछु गोठमा है फुल लगाएको छ गाइस आज चाहिँ यिनीहरूलाई त्यो भएपछि घाँस हाल्नु पर्दैन घाँस काट्नु पर्दैन होइन त्योहरू चराउनु ल्याएको हुन त घाँस पनि यस्तो राम्रो छ गाइस अनि गोरु किन नगओस् त आइज अर्कोले धान खाइसो हिँडिहाल्छ छिटो गाइस यहाँ चाहिँ हाम्रो बाटो यस्तो छ है यो चाहिँ हाम्रो गोठ जाने लोकेसन हो पानी आयो गाइस माथि साइडबाट अलि हिँड देख्न सक्नुहुन्छ हिँड्न नसकिँदाले मटाएको छ गोरु आज खुब खाएको छन् यिनीहरूले एउटा ऊ त्यहाँ पुग्यो यता आइज यता देख्न सक्नुहुन्छ त्यो साइडमा पानी परिरहेछ हल्का यतातिर पनि परिरहेछ मेरो गोठ त त्यहाँ हो ल हिजो बुवालाई मैले च्याउ लानु भनेर च्याउ ल्याएर राखेको थिएँ होइन यहीँ छोडेर जानुपर्छ च्याउको हालत यस्तो हुन्छ कि कसैले सक्छ त च्याउको हालत यस्तो भनेर मैले तल साइडबाट उखालेर ल्याएर दिएको थिएँ यहाँ ल्याएर फ्यालिदिनु भएको छ मतलब लान बिर्सिनु भएको छ झिङ्गा खुब लाग्छ यहाँ गोरु ल गाइस देख्न सक्नुहुन्छ ल गाइस म चाहिँ बस्तु भन्न जाँदैछु है पानी पनि खाइसक्यो गाइस अब फेरि बान्न लाँदैछु म यो चाहिँ मेरो खेत रहेको छ गाइस यता लक्सीकोबाट यो सुकेको माथि र बारी म थोडी देर लु गाइस मैले त बस्तु पनि बानिसकेँ है देख्न सक्नुहुन्छ यो मेरो गोठ रहेको छ यो बस्तु हिलो छ है हल्का फुल्का हिलो छ लगाइ छ हेर्दा हेर्दै पानी आयो माथि साइडबाट पनि पानी आइरहेको छ
उता त पुरै आइरहेको छ पानी, हेर्न सक्नुहुन्छ गाइस। पानीले पुरै ढाकेको छ है। असार 1 गतेको बाढी जस्तै आउनलाई चाहिँ गाइस। लगाएपछि यतै मेरो खेत रहेको छ, यता गोठ। कति बजे अहिले 5 बज्न लागेको छ, 7 बजे 6 बजे घाँस लाउँदा ठिक हुनेछ गाइस। म चाहिँ अबको लागि त अहिलेको लागि चाहिँ चल्देको घरतिर होइन है गाइस। यो चाहिँ मेरो गाउँ जाने घर जाने बाटो हो। अस्ति काठमाडौँ आउँदा भक हालेको थिएँ, आज पनि हाल्छु म। ओके गाइस, म चाहिँ अब घरतिर लाग्दैछु है यति बेला, देख्न सक्नुहुन्छ गाइस। अब त्यहीँ घर गएर चाहिँ अलिकति खाजा खाएर चाहिँ चार्जिङमा मोबाइल चार्ज लगाएर चाहिँ म हल्का फुल्का काम गर्छु होला गाइस भन्ने चाहिँ मेरो धारणा हो होइन। अब काम त गर्नु पर्यो, अलिअलि भयो नि। त्यसैले चाहिँ म अब गाउँ घर जाँदैछु। मतलब कि म गोठमा आएको थिएँ, घाँस हालेँ। अब मतलब घाँस हाल्न त हाले छैन, त्यही पनि गोरु त्यो चराएर आएँ। घाँस 6:30 त्यही 7 बजीतिर हाल्नुपर्छ गाइस। अनि फेरि आएर भोलि बिहान 6 बजे आएर चाहिँ घाँस गरेर चाहिँ दिउँसो फेरि फोर्नुपर्छ गोरु एक टाइम। मैले आजबाट फोन थालेको छु होइन। देख्न सक्नुहुन्छ अहिलेको अवस्था यस्तो छ मेरो चाहिँ है। पुरै गाउँले लाइफमा हिँडेको छु है म, काट्टु टी सर्टमा। औँठीहरू सब घरतिर राखेको छु, घडी औँठीहरू लगाएको छैन किनकि अप्ठ्यारो हुन्छ नि त, माटो छिर्छ गाउँमा त। फेरि त्यही भएर मैले लगाएको छैन, अहिले घरमा राखेको छु। यति बेला चाहिँ म अब घर जाँदैछु गाइस, देख्न सक्नुहुन्छ यहाँनिर अहिलेको चाहिँ घर जाने अनि यस्तो मोबाइल चार्ज लगाउने, हल्का फुल्का काम गर्ने होइन। त्यसपछि पानी ठुलो पऱ्यो भने बस्ने, त्यही त हो नि। काम के छ र अहिले गाउँमा खासै काम त छैन हामीहरूलाई त होइन। तर मम्मी बाबालाई चाहिँ लास्टै काम छ कि, किनकि अब खेत गोड्ने बेला भएको छ, देख्न सक्नुहुन्छ खेत गोड्ने बेला भएको छ, खेतमा झार छ होइन। अनि कोदो रोपाइँहरू मेलाहरू चलिरहेको छ अहिले पनि। साउन महिना अब भदौको कति गतेसम्म त मेला चल्छ पनि होइन, नचल्ने होइन। त्यही भएर अहिले चाहिँ हामी खासै काम छैन पनि भन्नु मिल्दैन, छ पनि भन्नु मिल्दैन क्या। अब किनभने चाहिँ हाम्रो अब यस्तो हो गाउँतिर त हालत अब त्यही त हो नि। अब त्यो सिजनअनुसारले त्यही हामीले लगाउनु परेको बाली नाली यस्तोहरू छ हाम्रो। अनि अब पारिपट्टि साइडमा कोदो रोप्ने कार्यक्रम भइरहेको छ, त्यही भएर सिजनअनुसारले त अब खेती लाउनु परेको गाइस होइन। अलिअलि प्लट खिच्दा पानी परेछ गाइस, तर ठिक छ है। त्यो अघि त्यो ठाउँमा परेको छैन भने ठाउँमा पनि पानी परेछ, अहिले पनि पर्दैछ, देख्न सक्नुहुन्छ। पानीको पुरै बर्सात आइरहेको छ म माथि चाहिँ होइन। त्यही पनि म जल्दी हिँड्ने कोसिस गरिरहेको छु होइन। अब नभिजाउँ भन्ने त मेरो चाहना हो, किनकि यो पानीले भिज्यो भने चाहिँ हामीलाई एउटा नोक्सानी हुन्छ गाइस। म त किनकि कपाल पाल्छु नि त। अब कपाल पाल्दा तपाईँहरूको त यस्तो हो, अब यो परेको पानीको सिमसिमे पानीले पर्दा पनि तपाईँहरूको चाहिँ हाम्रो जुन अहिले पालेको यो बाल हुन्छ नि कपाल, त्यसमा चाहिँ लिखा पर्छ, जुम्रा पर्छ भन्ने कुरा हो कि। मेरोमा पनि पर्छ नपर्ने त होइन, पानी परेको छ गाइस। अब म चाहिँ दौडिने कार्यक्रममा छु गाइस। बाटो यस्तो अप्ठ्यारो छ है, देख्न सक्नुहुन्छ बाटोको हालत। यो हाम्रो गाउँ खेतमा घर जाने बाटो देख्न सक्नुहुन्छ गाइस। हाम्रो त्यहाँ अर्को कुरा के भने चाहिँ गाइस होइन, यहाँ त प्लेन ल्यान्ड गर्ने गरो छ क्या गाइस। अहिले पानी परेर खासै देखाउन मिलिरहेको छैन होइन। यो भ्लग हामी यो भिडियो हामी छुट्टै भ्लगमा हाल्नेवाला छौँ है। अहिले चाहिँ हाम्रो हालत यस्तो छ गाइस, पानी परेको छ। म चाहिँ दौडिन सुरु गरेँ है। अब के भन्नु, अरू त के भन्नु, पानीले संसार ढाकेर आइरहेको छ गाइस। मैले चाहिँ भिजेर सकेँ। बुवाले यहाँ फुल रोप्ने कार्यक्रम गराउँदै हुनुहुन्छ। ए बाउ पानी पऱ्यो, पानी आयो गाइस, पानी। घर चाहिँ कुखुराहरू पनि पालेको छ है गाइस साइडतिर। धारामा भाँडा टन्ने छ है, पानी पनि टन्नै परिरहेको छ। यो चाहिँ मेरो घर रहेको छ गाइस।